के छ खबर प्रमोद? एकदम ठिक छ। आरामै छौ? एकदम आरामै। अनि नयाँ नौलो ठिकै छ। हजुर। आज हामी चाहिँ अलिकति हाम्रो यो मिठो वालनट प्रोजेक्टको बारेमा केही कुरा गरौँ न होइन। अब यो प्रोजेक्ट कसरी सुरु भयो, यसको बारेमा अलिकति केही भनिदिनुहुन्छ कि तपाईँले? यसको चाहिँ एउटा रमाइलो कहानी नै छ होइन। विशेष गरेर हेलबटास नेपालको चाहिँ तराई क्षेत्रलाई चाहिँ केराले ओगटेको छ होइन। त्यस्तै आएर पहाडी बेल्टमा कफीको राम्रो चाहिँ उत्पादनमा काम भएको छ हेलबटास नेपालको सपोर्टमा। अब हाई हिलको लागि के गर्ने त भन्ने एउटा चाहिँ क्वेसन रहिरहेको थियो। त्यही सन्दर्भमा 2014 होइन हाम्रो चाहिँ हेलबटासबाट कन्ट्री अफिसबाट हाम्रो इन्टरनेसनल प्रोग्राम एडभाइजर जुम्ला जानुभएको थियो हाम्रो ट्रायल ब्रिज प्रोग्रामको कार्यक्रम हेर्नको लागि। त्यो बेलामा जुम्लामा रहेको इस्युहरूमा चाहिँ मेजर एउटा यो जुन ओखरको बिरुवाहरू छ त्यो ओखरको बिरुवाहरू चाहिँ काट्ने भन्नाले डिफरेस्टेसन भएको, जसले गर्दाखेरि क्लाइमेट चेन्ज जुन चाहिँ ट्रान्स हिमालयन रिजनमा चाहिँ बढ्ने क्रमलाई चाहिँ एकदमै एग्राभेट गरेको भन्ने कुराहरू आए पछाडि के रहेछ त्यसको कारण भनेर सोध्दै जाँदाखेरि पहिला जब कर्णाली राजमार्ग बनेको थिएन त्यतिखेर त्यहाँको बासिन्दाहरूले स्थानीय बासिन्दाहरूले यो काठे ओखर, हामी हाडे भन्छौँ, उहाँहरू काठे भन्नुहुन्छ, काठे ओखरको तेल निकालेर खाने, जसले गर्दाखेरि तेलको लागि चाहिँ उहाँहरूले चाहिँ त्यो बोटको संरक्षण गर्नुभएको रहेछ। तर पछि जब बाटो तलबाट गयो, तलबाट सस्तो तेलहरू जान थाले पछाडि त्यो काठे ओखरबाट तेल निकाल्ने प्रक्रिया एकदमै झन्झटिलो छ। अब त्यो झन्झटिलो प्रक्रिया भएको हुनाले उहाँहरूले त्यसलाई छोडेर तलबाट जाने सस्तो तेल खान थाले पछाडि ओखरको बिरुवाको प्रयोग चाहिँ तेलको लागि भएन होइन बोटहरूको। तर अब एउटा राम्रो पक्ष के रहेछ भन्दाखेरि देवदार भन्ने एउटा बिरुवा पाउँछ हिमाली क्षेत्रमा। त्यो देवदारको काठ पछाडि ओखरको काठ चाहिँ राम्रो भन्ने कुराहरू उहाँहरूले गर्नुहुन्छ फर्निचरको लागि। र जब तेलको लागि चाहिँ दाना प्रयोग भएन तब चाहिँ यो ओखरको बोटलाई चाहिँ उहाँले काट्न सुरु गर्नुभयो फर्निचरको लागि, जसले गर्दा डिफरेस्टेसन बढ्यो। त्यसलाई रोक्नको लागि चाहिँ मुख्य समस्या भनेको ओखर फुटाउने हो। यो ओखर फुटाउने प्रविधि विकास गर्न सकियो भने होइन त्यसको लागि चाहिँ यो एउटा वरदान साबित हुन्छ भन्ने हिसाबले होइन यो मिठोको लागि चाहिँ सुरुमा चाहिँ एउटा रेखाङ्कन भयो होइन। त्यसमा चाहिँ अब जुम्ला, मुगु, अब कालीकोट जुन चाहिँ हाम्रो हिमाली क्षेत्रहरू अथवा उच्च पहाडी क्षेत्रहरूमा चाहिँ कहाँ ओखरको सम्भावना छ भन्ने कुराहरूलाई होइन खोजी गर्ने काम भयो। र त्यो खोजी गर्ने काम भइसके पछाडि 2018 होइन त्यो तेल निकाल्नको लागि जुन एउटा मेसिन छ त्यो मेसिनको चाहिँ खोजी काम भयो। त्यो चाहिँ प्रायः इन्टरनेसनल मार्केटमा कहीँ पनि पाइएन। र स्विजरल्यान्डको हाम्रो ETH स्कुल छ होइन यो इन्जिनियरिङ स्कुल, त्यो स्कुलबाट चाहिँ हाम्रो 2 जना चाहिँ टेक्निकल पर्सनहरू चाहिँ जुम्ला आउनुभयो। उहाँहरूले त्यहाँ सबै कुराहरू हेर्नुभयो। हेरे पछाडि यसको सम्भावनाको लागि उहाँहरूले जुम्लाबाट यो साइकल पावर होइन एउटा चाहिँ प्रोटोटाइप मेसिन लिएर आउनुभयो। र त्यो प्रोटोटाइप मेसिनको चाहिँ हामीले त्यहाँ परीक्षण गऱ्यौँ। परीक्षण गर्दाखेरि समुदायमा अब यसको सम्भावना हुन्छ भन्ने कुराहरू आइसके पछाडि अब हामीले चाहिँ अब स्याउको उत्पादन र उत्पादकत्व पनि घट्दै गएको र यो फेरि पेरिसेबल कमोडिटी भएको हुनाले त्यहाँबाट ल्याउन पनि गाह्रो र किपिङ क्वालिटी पनि लो भएको हुनाले अल्टरनेट क्रपको रूपमा समुदायलाई होइन दिनको लागि चाहिँ यो ओखर चाहिँ उपयुक्त हुन्छ भन्ने कुराहरू आए पछाडि अनि ओखर प्रवर्धनको लागि चाहिँ यो परियोजना चाहिँ हामीले डिजाइन गरेका हौँ। यसरी नै सुरु भएको। भनेपछि ओखर त राम्रो कामको लागि भएको रहेछ भन्ने हामीले बुझ्नु पऱ्यो। जसरी मैले बुझ्दाखेरि चाहिँ ओखरको जुन तपाईँले कुरा गर्नुभयो होइन कर्णाली राजमार्गको कारणले गर्दाखेरि चाहिँ यसको चाहिँ उत्पादन अथवा कन्ज्युम्सन घट्यो। तर हामीले जुन मेसिन डेभलप गऱ्यौँ नि त्यो मेसिनले गर्दाखेरि चाहिँ अब महिलाहरूको चाहिँ काम हामीले जुन महिलाहरूलाई चाहिँ 7 दिन लाग्थ्यो त्यो ओखर फुटाउनको लागि त्यो कामलाई चाहिँ हामीले चाहिँ 1.5 घन्टामा हामीले घटाउन सफल भयौँ होइन। त्यो चाहिँ हाम्रो लागि एकदम राम्रो उपलब्धि हो होइन। जस्तै अब हामीले केमा काम गऱ्यौँ भन्दाखेरि मिठो ओखर परियोजनाले चाहिँ जे समस्या छ होइन त्यहाँ मुख्य रूपमा चाहिँ समस्या चाहिँ अब अघि तपाईँले भने जस्तै अब त्यो जङ्गल फडारी भएर क्लाइमेट चेन्जलाई चाहिँ यसले नकारात्मक असर पारेको थियो भने हामीले चाहिँ त्यो मेसिन बनाएर एक त हामीले चाहिँ त्यसको चाहिँ महिलाहरूको चाहिँ कामलाई चाहिँ घटायौँ भने अर्को कुरा चाहिँ हामीले क्लाइमेट चेन्जलाई पनि सपोर्ट हुने गरेर त्यो रुखलाई बचाउनलाई मद्दत गऱ्यौँ र अर्को कुरा चाहिँ त्यसलाई चाहिँ आम्दानीसँग जोड्यौँ होइन। जसले गर्दाखेरि चाहिँ हामीले चाहिँ यो नयाँ
परियोजनालाई चाहिँ एक हिसाबले चाहिँ पहाडी जिल्ला अथवा माउन्टेन जिल्लाहरूमा चाहिँ यसको स्कोप छ भन्ने कुराहरू चाहिँ एउटा उजागर गर्न सक्यौँ र त्यसको सिलसिलामा अब अर्को अब हामीले थप होइन अब यो मिठो ओखर परियोजना यो मिठो नै कसरी रह्यो त यसको बारेमा अलिकति केही प्रकाश पारिदिनुहुन्छ कि यो चाहिँ धेरै ठाउँबाट जिज्ञासा आउँछ होइन यो मिठो चाहिँ के हो भनेर एकदम राम्रो प्रश्न हो यो होइन विशेष गरेर जुन हाम्रो चाहिँ स्विजरल्यान्डबाट आउनुभएको टेक्निकल साथीहरू हुनुहुन्थ्यो उहाँहरू चाहिँ जुम्लामा गिडी खोला भन्ने ठाउँमा 7 दिनसम्मै बसेर कम्युनिटीकै घरमा समुदायमै बसेर उहाँहरूले काम गर्नुभएको थियो त्यस सन्दर्भमा समुदायको हाम्रो चाहिँ साथीहरूले होइन उहाँहरूलाई चाहिँ यो ओखरको तेलमा पकाएको रोटी खुवाउनु भएको रहेछ र त्यो ओखरको तेलमा पकाएको रोटी चाहिँ उहाँहरूलाई साह्रै मिठो लागेछ र उहाँहरूले चाहिँ यो टेस्टीलाई नेपालीमा के भन्छ भनेर सोध्नुभएको रहेछ त्यो सन्दर्भमा चाहिँ हाम्रो टेस्टीलाई चाहिँ नेपालीमा मिठो भन्छ भन्ने कुरा गर्नुभएछ र उहाँहरूले त्यही स्थानीय समुदायको सम्मानको लागि यो ओखर परियोजनालाई चाहिँ मिठो ओखर परियोजना भनेर नाम दिनुभएको हो र त्यो मिठो एब्रिभिएसन चाहिँ होइन त्यो मिठोको मिनिङ चाहिँ मिठो हो त्यो मिठो सहित अब हामीले त्यसमा अर्को के जोड्यौँ भनेपछि हामीले एउटा कलमी पनि जोड्यौँ होइन किनभने त्यहाँ कलमीको अब क्वालिटीको अलिकति समस्या धेरै थियो हजुर होइन हामीले कलमीमा चाहिँ हामीले प्राविधिक सपोर्टहरू गऱ्यौँ होइन प्राविधिकलाई लगेर चाहिँ हामीले त्यहाँको लोकल रिसोर्स पर्सनहरूलाई चाहिँ क्यापासिटेट गऱ्यौँ भनौँ न उनीहरूलाई क्षमता अभिवृद्धि गरेर अब अहिले चाहिँ क्वालिटीको स्याप्लिङ चाहिँ जुम्लामा पाइन्छ भन्ने चाहिँ हामीलाई ठुलो कन्फिडेन्स छ होइन अब जहाँ पनि अब देशबाट जुन पनि ठाउँबाट चाहिँ हाम्रो माग आउँछ हामीले चाहिँ हाम्रो त्यहाँ हामीले तयार गरेको नर्सरीहरूबाट चाहिँ हामीले त्यो सप्लाई गर्न सक्छौँ भन्ने हामीसँग चाहिँ कन्फिडेन्स छ होइन होइन यो काम गर्दै जाँदाखेरि के भने अब तेलबाट सुरु गरेको होइन यहाँले भने जस्तै अब काम गर्दै जाँदाखेरि त्यहाँ इस्युहरू पनि आउन थाले होइन र समुदायले के भन्नुभयो भने अब काठे ओखर अथवा हाडे ओखरमा त हामीले तेल निकाल्न सक्ने भयौँ हामीलाई रोजगारीको रूपमा होइन महिलाहरूको कार्यक्षमतालाई चाहिँ के अरे कार्यव्यस्ततालाई कम गर्ने कुराहरूमा त काम भयो तर अब हामीलाई सँगसँगै आय आर्जन अझ बढीको लागि किनभने जुम्लाको ओखर साह्रै राम्रो छ क्वालिटीको हिसाबले होइन त्यो हुँदाखेरि अब यो हामीले ओखरको बिरुवाहरू किन्नु पऱ्यो भने ज्यादै महँगो छ किनभने नर्सरीमा ओखरको बिरुवाको उत्पादन कम छ र ओखर आफैमा चाहिँ हाइली क्रस पोलिनेटेड क्रप भएको हुनाले होइन यसमा चाहिँ सिल्डिङबाट लगाएको बिरुवाले चाहिँ क्वालिटीको प्रोडक्सन दिँदैन त्यो सफ्ट सेल नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन होइन सेग्रिगेसनको ल यसमा लाग्छ अब यसलाई चाहिँ उच्च गुणस्तरको दाँते ओखर निकाल्नको लागि होइन हामीले चाहिँ भेजिटेटिभ प्रोपागेसन अथवा कलमी गर्नुको विकल्प थिएन र नेपाल सरकारको रेकर्डमा हेर्दाखेरि उहाँहरूको फार्ममा चाहिँ कलमीको सफलता दर चाहिँ 35 देखि 40% थियो भने अब किसान लेभलमा अथवा नर्सरी लेभलमा चाहिँ 5 देखि 10% मात्रै देख्न सकिन्थ्यो त्यो बेलामा त्यसले गर्दाखेरि एउटै ओखरको राम्रो बिरुवाको लागि 1200-1500सम्म तिर्नुपर्ने अवस्था थियो र उहाँहरूले चाहिँ यो राम्रो बिरुवा उत्पादनको लागि के गर्न सकिन्छ भनिसके पछाडि अघि यहाँले भन्नुभयो जस्तै हामीले त्यसमा काम गऱ्यौँ होइन हामी विशेष गरेर राजीकोट फार्म जुम्ला नेपाल सरकारको त्यस्तै आएर त्यहाँका प्राइभेट नर्सरीहरू र मिठो ओखर परियोजना मिलेर हामीले त्यसमा केही कुराहरू सुधार गऱ्यौँ सुधार गर्दाखेरि अहिले चाहिँ सफलता दर चाहिँ एभरेजमा 75% छ भने राम्रो गर्ने चाहिँ किसानहरूले चाहिँ 95% भन्दा सफलता पुर्याउनु भएको छ जसले गर्दा अहिले क्वालिटी स्याप्लिङको प्राइस चाहिँ भनौँ न 1200बाट घटेर 250मा झरेको छ जसले गर्दा अब यो कमजोर परिवारहरूले पनि त्यसलाई किनेर लगाउन सक्ने र आफै ग्राफ्टिङ गरेर लगाउन सक्ने अवस्था पनि सिर्जना भएको छ भनेपछि हाम्रो कामले गर्दाखेरि त्यहाँका किसानहरूले धेरै राम्रो सुविधाहरू फाइदाहरू पाइरहेको छ होइन जसको कारणले गर्दाखेरि अहिले हेर्ने हो भने हाम्रो ओखरको एरिया पनि 500 हेक्टरभन्दा बढी नयाँ ओखरको उसहरू बढेको देखिन्छ होइन जसले गर्दाखेरि अब यो एउटा भनौँ न हाम्रो हामीले जुन काम गरेको छौँ त्यसको एउटा राम्रो नतिजाहरू पनि हो जस्तो लाग्छ है त्यही सिलसिलामा होइन प्रमोद अब हामीले चाहिँ जोइन्ट मोनिटरिङ भिजिटहरू राख्यौँ पालिकाहरूसँग होइन स्टेक होल्डरहरूसँग उहाँले फिल्डमै गएर हामीले गरेका कामहरू प्र्याक्टिकल्ली हेर्नु भए पछाडि र ओखरको चाहिँ जुन डिमान्ड फार्मरहरूबाट छ होइन त्यस्तै आएर यसको स्कोप पनि जुन छ हामीले इम्पोर्ट गरिरहेछौँ ठुलो एमाउन्टमा होइन अब त्यो इम्पोर्टलाई पनि हामीले सब्स्टिट्युट गर्नको लागि यसको चाहिँ स्कोप बढी भएको हुनाले अहिले चाहिँ हामीले लगाएको भन्दा पनि बढी होइन पालिकाहरूले ओखर पकेट क्षेत्र होइन अनि ओखरको लागि कार्यक्रमहरू बनाएर ओखरको लागि पैसाहरू छुट्याउने काम गर्नुभएको छ
जसले गर्दाखेरि अब धेरै ठुलो एरियामा चाहिँ ओखरको एक्सपान्सन भइरहेको अवस्था चाहिँ हामी देख्न सक्छौँ। अब हामीले यति धेरै उपलब्धिका कुराहरू गर्दाखेरि अब त्यहाँ केही समस्याहरू पनि आयो होला होइन, समस्याहरू पनि छ हामीले महसुस गरिरहेको छौँ होइन। अब जस्तै अब रोग किराको अब अलिअलि वृद्धि भइरहेको छ भन्ने कुराहरू, जसरी अब ओखर फैलिँदै गएपछि रोग किराहरू पनि फैलिँदै जाने कुराहरू भयो। अब जस्तै अब हामीले अब ओखरको तेल उत्पादन गऱ्यौँ, गर्न सिकायौँ, अब त्यसको बजारीकरणलाई चाहिँ अलिकति समस्याहरू हामीले भोगिरहेको छौँ होइन। राष्ट्रिय बजारमा चाहिँ हामी अझ राम्रोसँग प्रवेश गर्न सकिरहेको छैनौँ। अब 1-2वटा ठाउँमा त हामी प्रवेश गऱ्यौँ 2टा बजारमा, तर पनि जति हामीले सोचेको थियो त्यो लेभलमा हामीले गरेको छैनौँ होइन। अब एउटा हाम्रो एउटा प्लस पोइन्ट के छ भने अब यो ओखरको तेललाई चाहिँ हामीले फ्रान्सको ल्याबमा टेस्ट गर्दाखेरि ओमेगा 3 चाहिँ एकदम राम्रो पाइयो होइन, जसले गर्दाखेरि हामीले मार्केट इन्टरभेन्सन गर्नलाई चाहिँ त्यो एकदम प्लस पोइन्ट हो। अब इभन नेसनल मार्केट नभइकन इन्टरनेसनल मार्केटमा पनि हामी जान सक्छौँ भन्ने त्यसले चाहिँ एउटा राम्रो इन्डिकेसन दिएको छ होइन। तर अब हामीले चाहिँ अब गर्नुपर्ने काम चाहिँ अब राष्ट्रिय बजारमा चाहिँ हामीले अलिकति ब्रान्डिङदेखि लिएर होइन मार्केट इन्टरभेन्सनका कुराहरूमा चाहिँ हामीले अलि बढी इफोर्ट लाउनुपर्छ कि भन्ने चाहिँ मलाई लाग्छ। तपाईँलाई कस्तो लाग्छ? होइन, त्यो त अभियसली नै हो होइन। जस्तो अघि हामीले कुरा गऱ्यौँ, पहिला त हाम्रो फोकस के थियो भन्दाखेरि प्रोडक्सन नै थिएन होइन, क्वालिटी प्रोडक्सन थिएन। अब हामीले प्रोडक्सनलाई निकाल्नको लागि, प्रोडक्टिभिटी बढाउनको लागि पुराना बगैँचाहरूलाई सुधार गर्ने होइन, नयाँ बगैँचाहरू विस्तार गर्ने, त्यो कुराहरूमा हाम्रो फोकस बढी भयो। अब बिस्तारै के हुन्छ भन्दाखेरि अब त्यत्रो एरियामा एक्सपान्सन भइसके पछाडि भोलि त हामीले त्यो मार्केटमा लिङ्क गर्न सकेनौँ भने त भोलि फेरि किसान लेभलमा नैराश्यता आउँछ। र अब हामीले जुन टेस्ट गऱ्यौँ फ्रान्समा होइन, त्यो टेस्टको रिजल्टले चाहिँ के गरेको छ भने निच मार्केटको लागि यो एउटा इम्पोर्टेन्ट क्रप हो भनेर एउटा भनौँ न प्रमाणित भइसकेको छ। त्यो हुनाले अब विशेष गरेर होइन ओखरसँग अलिकति समृद्ध वर्गहरू, अलिकति एजुकेटेड मान्छेहरू जो चाहिँ हेल्थ सेन्स भनौँ न सेन्समा अलिकति आफूलाई चाहिँ अगाडि पाउनुहुन्छ, उहाँहरूले चाहिँ यसको धेरै मात्रामा खोजेको हामीले भेट्छौँ होइन। त्यो हुँदाखेरि हामीले त्यस्तो मार्केटलाई चाहिँ आइडेन्टिफाई गरेर त्यसमा लिङ्क गर्न चाहिँ जरुरी छ होइन। अब सँगसँगै अघि हामीले कुरा गऱ्यौँ नि प्रमोद, जस्तो हिजो सानो परिमाणमा हुँदाखेरि रोग किराहरू खासै देखिएको थिएन होइन, अथवा देखे पनि मानिसहरूले नोटिस गरेको थिएन। अब आज के भयो भन्दाखेरि एरिया बढ्दै गए पछाडि रोग किराको प्रकोप पनि बढ्दै गयो। त्यो हुनाले अब बिस्तारै हामीले चाहिँ भनौँ न अब यो बाँकी रहेको प्रोजेक्ट फेजमा चाहिँ होइन रोग किरा सम्बन्धी हामीले किसानहरूलाई सूचित गर्न सक्यौँ भने उत्पादकत्व चाहिँ वृद्धिको लागि हामीले काम गर्न सक्छौँ होइन। अनि सँगसँगै त्यस पछाडि चाहिँ जुन उत्पादन भइसकेको कुराहरू छ, अब हामीले चाहिँ विशेष गरेर नेक्स्ट फेजमा होइन हामीले चाहिँ काम गर्नुपर्ने जरुरी के देखिएको छ भन्दाखेरि एउटा चाहिँ पोस्ट हार्भेस्ट म्यानेजमेन्टको पार्टमा हामीले काम गर्नुपर्ने जरुरी देखिएको छ होइन। र अर्को आएर चाहिँ हामीले चाहिँ विशेष गरेर बजारको क्षेत्रमा होइन ब्रान्डिङको कुराहरू होइन, त्यसमा चाहिँ हामीले मार्केट कम्युनिकेसनको कुराहरूमा चाहिँ बढी फोकस गर्नुभयो। किनभने यदि मार्केट भएन भने त जति प्रोडक्सन गरे नि काम छैन, जति इन्भेस्ट गरे पनि काम छैन नि त। त्यही भएर मार्केट सुनिश्चित गर्नको लागि हामीले मार्केटमा चाहिँ धेरै काम गर्नुपर्ने हुन्छ। अहिले तपाईँले महसुस पनि गर्नुभयो होला होइन, काठमाडौँको मार्केटमा चाहिँ अब ओखरको तेलको डिमान्ड चाहिँ ग्रेजुअली बढिरहेको छ होइन। त्यो भनेपछि अब हामीले त्यो सप्लाई चेन म्यानेजमेन्टदेखि लिएर मार्केटको इन्टरभेन्सनमा चाहिँ अलिकति बढी फोकस चाहिँ गर्नुपर्छ कि जस्तो मलाई लाग्छ। अब यसको पछाडिको एउटा लजिक के पनि छ भने जस्तो हामीले जुन एल्बर्टासको एउटा राम्रो चाहिँ प्रिन्सिपल के छ भने लोकलाइज गर्ने भन्ने छ होइन। त्यसमा हामीले स्थानीय चाहिँ उद्यमीहरूलाई जुन चाहिँ हामीले लोकल रिसोर्स पर्सनको रूपमा होइन वालनट इन्टरप्रेन्योरको रूपमा चाहिँ डेभलप गरेका छौँ, उहाँहरू टेक्निकल्ली साउन्ड हुनुभएको छ होइन। उहाँले थ्योरिटिकल्ली पनि त्यो कुराहरू चाहिँ लिनुभएको छ, सँगसँगै उहाँले प्र्याक्टिकल्ली त्यसलाई प्र्याक्टिस पनि गर्नुभएको छ। अब उहाँहरू क्यापेसिटेड हुनुभयो किनभने हामीले यो 4-5 वर्ष काम गर्दाखेरि उहाँहरू टेक्निकल्ली धेरै क्यापेसिटेड हुनुभएको छ। यसको प्रमाण के पनि हो भन्दाखेरि जस्तो उहाँहरूलाई नेपाल सरकारका विभिन्न निकाय र अन्य गैर सरकारी संस्थाहरूले पनि ओखर सम्बन्धी तालिम दिनको लागि चाहिँ होइन बोलाउनु भएको छ, पे गर्नुभएको छ होइन। विभिन्न जिल्लाहरूमा उहाँ जानुभएको छ, अथवा नेसनल मिडियाले पनि कभरेज गरिरहेको छ। नेसनल मिडियामा त अब कान्तिपुर नागरिक होइन यो सबैमा आएको छ। हिमाल खबर पत्रिकामा त ओखरको विशेषांकमा नै आएको छ होइन। विशेष गरेर त्यसमा त हेल्बेटासको कन्ट्रिब्युसनको कुराहरू पनि आएको छ होइन। त्यो भावनाले यो चाहिँ धेरै अगाडि बढेको छ। अब त्यो भनेर फेरि टेक्निकल पार्ट चटक्कै छोड्ने चाहिँ हुँदैन, किनभने काम गर्दै जाँदा फेरि इस्युहरू आउन सक्छ। टेक्निकल इस्यु आयो भने डिस्टान्स सपोर्टको रूपमा होइन अथवा पेरियोडिक सपोर्टको रूपमा चाहिँ हामीले काम गर्नुपर्छ। तर अब नेक्स्ट चाहिँ हाम्रो बढी फोकस चाहिँ मार्केटिङ ब्रान्डिङको पार्टमा नै जानुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। त्यो हुन सक्यो भने चाहिँ ओखर भ्यालु चेन चाहिँ भनौँ न एउटा दिगो रूपमा अगाडि बढ्छ जस्तो लाग्छ।